गाइज हाम्रो चाहिँ अब आज भोजपुरको यात्रा रहेको छ र हामीसँग यहाँ 1 2 3 4 5 6 7 जना रहनु भएको छ र यहाँ हाम्रो देवराज भाइ ठुलो मम्मी हाई भन्दिनु हाई यहाँ रिङ्की भाउजू हाई भन्दिनु र यहाँ ठुलो बाबा हेलो ओ खैरे हाई भने हाम्रो यहाँ अनिल दाजु हेलो ल हामी चाहिँ अहिले इटारी चोक आएको छौं गोलचोकमा छौं र अब हामी धरानतिर जान्छौं गोलचोकको भ्यू यस्तो रहेको छ ल हामी चाहिँ म आफै जन्मेको प्लस मेरो ससुराली घर जाँदैछौँ झन् भोजपुरको चाहिँ अरुण गाउँपालिका वार्ड नम्बर 1 सिस्नेरी भन्ने ठाउँ हो हाम्रो त्यहाँ जाँदैछौँ यहाँ छोराछोरी लिएर जाँदैछु यो भान्जा पनि छ काठमा च्याम्रो टोपी लगाएर चाहिँ यस्तो छ र अब हामी चाहिँ तरारा आइपुगेको छौँ र यहाँ रहेको छ हाम्रो तराराको कृषि फार्म र अब हामी चाहिँ धरानतर्फ लाग्दैछौँ हाम्रो यात्रा चाहिँ अब धरान आइपुग्न आँट्यो अब पहिलो विश्वकर्मा बाबाको मन्दिर आउँछ धरान क्लक टावर अब हामी यहाँबाट उकालो लाग्छौँ भेरेटारतर्फ ट्याक्सी स्ट्यान्ड रहेको छ यता चाहिँ हामी अब यहाँबाट उकालो लाग्छौँ भेरेटारतर्फ अब चाहिँ हामी भेरेटार पुग्न आँट्यो माथि भ्यू टावर स्काई वाकर देखेको छ किलोमिटर 36 किलोमिटर भेरेटार बजार आइपुग्यौँ हामी चाहिँ भेरेटार बजार हेर्नुस् माथिको यो स्काई वक देखेर हुँदा यो घर रहेछको तमोर पुल आएको छौँ तमोर नदीको दृश्य यस्तो रहेको छ ल अब चाहिँ हामी यहाँ तमोर पुल कटिसकेको छौँ र हामीसँग हुनुहुन्छ यहाँ सबजना गाडीमा उत्रेर अब एकछिन खाजा खान उत्रेका छौँ हामी दाइ कस्तो लाग्यो एक्सपिरियन्स ओ दाजु एक्सपिरियन्स कस्तो लाग्यो त ड्राइभिङको एकदम गुड भाउजू भेरी एक्साइटेड के भन्नु म बनाउँछु र ठुलो मम्मी कस्तो भयो तपाईँको यहाँ अहिलेसम्मको यात्रा कस्तो राम्रो भयो सहज भयो हजुर मेरा छोराछोरी श्रीमान भतिजा भान्जा सबैसँग आउँदा मलाई एकदम खुसी लागेको छ देवराज आई एम भेरी एक्साइटेड पछि घर जाँदा कस्तो लागिरह भेरी एक्साइटेड हो भेरी एक्साइटेड ल अब हामी चाहिँ खाजा खाएर पिसाब फेरेर टोइलेट गएर माछा बोकेर फर्किनेछौँ मासतिर जानेछौँ र अहिले चाहिँ अब हामीले खाजा खाएर हामीलाई फेरि ल अब हामी चाहिँ खाजा खाँदैछौँ ठुलो बाबाको चाहिँ अन्न बाँकी छ र यहाँ हाम्रो भान्जाको नि अन्न बाँकी छ र अब खाजा खाएर मिटाउँदा आफ्नो यसको के आउँदैछ र यतिको के आउँदैछ मोमो हो अब चाहिँ खाजा खाएर भेट्नुपर्छ र हामी चाहिँ यहाँ सबैजना तमोरमा हिँड्दैछौँ पुलमा अनि अब हजुर तपाईँ निकाल र यसै गरी यहाँको दृश्य हुन्छ जमानामा पुगेको भर्खर निस्किएको होला। कता?
ठिक छ। यहाँ पानीको लहरको आवाज सुन्न सक्नुहुनेछ हजुरहरूले। यो पनि डुबेको सबै यहाँ। हामी चाहिँ धनकुटा आइपुग्यौँ। धनकुटाको बोट हेर्नुहोस्। धनकुटा आइपुग्यौँ। हाम्रो नि धनकुटासम्मको यात्रा राम्रै भयो। धनकुटा प्रवेश गरी अब धनकुटा चोक आइपुग्न आँट्यो। अहिले हाम्रो यात्रा धनकुटा भन्न भनेर भन्छ। अहिलेको हाम्रो यात्रा धनकुटा बजार आइपुगेका छौँ। हामी धनकुटा बजार आइपुगिसक्यौँ। हाम्रो यात्रा धनकुटा अहिले बजार आइपुगेका छौँ। अब हामी यहाँ हेर्न सक्छौँ। अन्तापट्टि होटल ग्यारेजहरू रहेको छ। यो धनकुटा बजार जाने यता चाहिँ धनकुटा बस पार्क जाने बाटो रहेको छ। हामी चाहिँ यता जाँदैछौँ। सिधै अब धनकुटा अब हामी सिधै धनकुटा हिले पुग्छौँ। अब हामी हिले पुगेपछि भेट्छौँ तपाईँहरूलाई। ल यो चाहिँ सिधा जाने बाटो भनेको उता तेह्रथुम बसन्तपुर जाने बाटो हो यो। हामी यता चाहिँ अब लेफ्ट साइड लाग्यौँ। भोजपुर शङ्खसभा जान्छ, यताबाट जान्छ। अब यहाँबाट हामी पाखरीबास भन्ने ठाउँतिर लाग्यौँ। ओह्रालो ल अब हामी अहिले लेगुवा घाटमा छौँ र भोजपुरतर्फ जाँदैछौँ। र कस्तो अनुभव भइरहेको देवराज? एकदम रमाइलो भइरहेको छ सबैसँग जाँदा। ठिक छ। अन्दाइ के छ? एकदम है राम्रो हुँदैछ। भाउजू धेरै रमाइलो। लु मम्मी तराईदेखि पाहाडको रमाइलो भइरहेछ। यहाँनिर अरुण बगेको हेरिरहेको हुन्छौँ। धेरै रमाइलो भइरहेछ। वासुदेव हाम्रो एकदम राम्रो नदी रहेको रहेछ, अरुण नदी। हामी चाहिँ अहिले लेगुवामा छौँ। लेगुवा अरुण नदी हो, यति नै भन्न चाहन्छु। हाम्रो यात्रा अहिलेसम्म एकदम राम्रो छ। हामी बिहान हाम्रो घर सुन्दर भएछ 5 जुलाडीबाट चाहिँ बिहानको लगभग कति 7:40 भएको थियो होइन 7:40 बजे चाहिँ हामी हिँडेका थियौँ। त्यहाँबाट एकदम मजाले चाहिँ आरामसँगले आइयो र हुँदै हामी चाहिँ यसमा मूलघाटमा आएर खाजा खायौँ, खाजानास्ता गऱ्यौँ। र हाम्रो मुख्य आउनुको उद्देश्य चाहिँ के भने अब मेरा छोराछोरीहरू सबैजना हामी जम्मा यहाँ मेरो परिवार श्रीमती छोराछोरी भान्जा लगायत हामी जम्मा 7 जनाको टोली छ। यसमा मेरो एउटा छोरी चाहिँ छुटेकी छन्, ऊ चाहिँ अब अस्ट्रेलियातिर छन्। र मुख्य उद्देश्य हाम्रो भ्रमणको उद्देश्य भनेको चाहिँ अब हामी पनि 2 जना घरमा मात्रै छोराछोरी सबै विदेशतिर सधैँभरि घरमा बसिरहेको र चाहिँ एकदम ब्युटिफुल भइरहेको हुँदा चाहिँ अहिले बोर भइरहेको हुँदा छोरो चाहिँ एकचोटि आएको हुँदा छुट्टीमा आएको हुनाले अब छोराछोरीहरूसँग हामी परिवार मेरो छोरी एकजना छोरीदेखि बाहेक हामी सबै परिवार छौँ। र हाम्रो उद्देश्य भनेको चाहिँ मुड फ्रेस गर्ने प्लस चाहिँ अब म जन्मिएको ठाउँ, मेरा पिता पुर्खाहरू जन्मिएको ठाउँ नानीहरूले देखेको थिएनन्, त्यो नानीहरूलाई देखाउन। र नानीहरूको मामला पनि उतै भोजपुरको तिवारी भन्ने ठाउँ। मेरो जन्मघर चाहिँ भोजपुरको सिस्नेरी अरुण गाउँपालिका। अब हामी यहीँबाट सुरु भयो अरुण गाउँपालिका। यतापट्टि अहिले हामी चाहिँ कहाँ छौँ? अहिले हामी धनकुटा र भोजपुरको सिमानामा अरुण नदीमा छौँ। लेगुवा घाट पनि भन्छ यसलाई। र हामी अहिलेको अब यता अब लेगुवा धनकुटा छोडेर अब भोजपुरतर्फ यता अरुण गाउँपालिकातर्फ त्यहाँबाट हाम्रो मेरो जन्मस्थान त्यहाँ अब गाडी जाने रहेछ भने गाडी लिएर जान्छौँ, गाडी नजाने रहेछ भने हामी त्यहाँ कुनै ठाउँमा एउटा गाडी राखेर म जन्मिएको त त्यो घरमा होइन, जेवा पनि पछि पुरानो घर थियो, त्यो घर अहिले हटिएको छ, नयाँ घर छ अहिले हाम्रो।
त्यो नयाँ घर बनाएको ठाउँमा त्यहाँ 52 सालमा हामी त्यो घर बनायौँ। त्यो घर चाहिँ मैले बनाएँ, तर त्यो घरमा म पनि बस्न पाइनँ। जागिरको सिलसिला बाहिर भयो र मेरो नानीहरू चाहिँ गाई अब देखाउनलाई सबै कुरो देखाउनलाई चाहिँ म लिएर जाँदैछु। र त्यसपछि हामी मामल नानीहरूको मामल मेरो ससुराली तिवारी भन्ने ठाउँ जानेछौँ। त्यहाँबाट समय रहेको खण्डमा सदरमुकाम भोजपुर बजारसम्म पुग्नेछौँ र हामी फेरि पुनः भोलि नत्र पर्सि हामी फेरि पुनः फर्किनेछौँ। यति भन्दै यहाँहरूले यो चाहिँ हाम्रो यात्रा चाहिँ अब शुभ रहोस् भन्ने आशीर्वादको आशा गर्दै बिदा हुन्छु। नमस्ते, धन्यवाद। ल र अहिले हामी चाहिँ जराए टार भन्ने ठाउँमा आइपुगेको छौँ र जराएको मूर्ति होइन अहिले बनाएर नि जबरजस्तै पुलिस राखेर लफन भएर खाना लाग्यो। ल ठुलो भाइ, अब हामी कहाँ जाँदैछौँ? अब हामी चाहिँ मेरो जन्मथलो, हजुर मेरो मात्रै नभएर मेरो छोराको छ हजुर जन्मथलो, हाम्रा पिता पुर्खाहरू जन्मेको ठाउँ, हुर्केको ठाउँ र हामी पनि जन्मेको हुर्केको ठाउँ हजुर सिस्नेरी भन्ने ठाउँ जाँदैछौँ। सिस्नेरी भन्न जाँदैछौँ। यहाँ पुगेर हामी जन्म घर जाने जन्मेको घर त छैन अहिले, हजुर लडिसकेको छ होइन। दाइ जन्मेको छोरो जन्मेको घर चाहिँ अनिल जन्मेको घर चाहिँ हामी पुग्छौँ। जान्छ मजाले जान्छ जान्छ हुँदैन होला होइन। तँ अहिले सानो कार त छैन, जाउँ न ट्याक्सी त आइरह। ल अब हामी सिस्नेरीमा भेटौँला है त। हामी जाँदैछौँ चाहिँ प्याउलीबाट यामपाङको सिस्नेरी भन्ने ठाउँ जाँदैछौँ। यो पहिला म सानोमा हुँदाखेरि यो बाटो पैदल स्कुल आउने बाटो यही हो मेरो। मैले बुच्चा खेलेको ठाउँ यतै हो। म सानो हुँदाखेरि दुध पनि बेच्न आउँथेँ यहाँ प्याउलीमा। घरदेखि बोकेर दुध लिएर आउँथेँ बिहान, अनि दुध लिएर आयो, होटलमा दुध दियो, अनि यतै पढो, अनि बेलुका छुट्टी भएपछि घर जान्थेँ। बाटो यस्तो थिएन, बाटैतिर पढ्यो होइन। अहिले चाहिँ यो हिँड्ने बाटो थियो होइन, यता पढ्दै हिँड्ने बाटोमा उता याङपाङ पर्दा मात्रै हो। अनि त्यसरी कहिलेकाहीँ चाहिँ अब गर्लफ्रेन्ड पनि घुमाइयो यतातिर अलिअलि, त्यो भएकै कुरो हो होइन, ठिकै भयो नि। यतातिर घुमाइन्थ्यो अलिअलि। यो चाहिँ झुट्टा आरोप हो होइन, तै पनि मैले हो भनिदिएँ होइन। नभए पनि अब छोरी मान्छेलाई चाहिँ शङ्का हुन्छ, तेरो हो भनिदिनु सक्यो। झुट्टा आरोप हो, तर पनि हो भनिदिएँ मैले। अर्को बाटो मास्टर भएर यहाँनिर एउटा मास्टर जान्दैन ए लामको खोला त पट्टिसक्यो त्यही गर्छ छैन खोला ससुकेर खोला त यो त पुरै खेत थियो भने ए कस्तो राम्रो धारा छ यहाँ, पानी खाने धारा। यो ए होइन खोला भर्खर कट्यो, खोला कटेकै छैन, लाग्यो खोला आउँदैछ। त्यही त म कसरी कटेछ भन्छु। रोड देखाएको छु। यो चाहिँ हो क्या खोला, रोड चाहिँ हो यो चाहिँ हो। खोला आइपुग्यौँ, हल्का सानो खोला। माथिबाट जानुपर्छ, साइडबाट छिर्छ हेर तलतिर चकाएर है। मम्मी फेरि हल्ला नगरे नि, छिर्दैन भन्नुहुन्छ। छिर्छ आनन्दले। मात्रै भने भरे कति 12 वर्ष अरे त कान्छ लाग्छु भने त तेरै उमेरमा यता आउँथेँ, स्कुल आउँथेँ, यो बाटो हिँड्थेँ, एक्लै दुध लिएर आउँथेँ।
कस्तो 12 जाति होला नि 12 होइन मामा त खतरा हुँदो रहेछ त्यसैले त के भन्छ अनि तेरो उमेरमा तँलाई बाटो भन्छन् अहिले भने चाहिँ बाबाहरूले के भन्छन् त्यति बेलामा त के भन्नु अहिले राति हल्का जानु बेला जाजा यो परदेखिको यो परदेखि अर्को डाँडा चाहिँ हाम्रो याङपाङको पेन्सिङ गढी हो त्यसलाई चाहिँ पृथ्वीनारायण शाह पहिला पृथ्वीनारायण शाहले चाहिँ वार गर्दाखेरि यो 2224 राज्यलाई हटाएर एकीकृत गर्ने बेलामा चाहिँ युद्ध लडेको ठाउँ कसरी कटाइमा त्यहाँ एक जग्गा माथि हाल्यो एक जग्गा तल हाल्यो यता माथि बस्नु एउटा अनि त्यहाँ अहिले पनि त्यहाँ बङ्करहरू अहिले पनि छ बङ्करहरू छ अझै पनि छ देखिन्छ त्यहाँनिर त्यो खाते कहाँ हेरेर आउँछ एक बङ्करहरू गाउरे हेर्नु यहाँ यसै गरी हिँड्ने देवराजै जस्तो छ यता गोथे हो गोथे पनि महाको गोथे देवराज त्यसलाई म अब यो कति छ महिना कति छ यसको क्लास सकेपछि म लात लगाएर यत्रो भइसक्यो अझै बाटो छैन त्यही नै गोथे हल्का सानो खोला बेचिदिन्छ यसलाई त्यसले म बेचिदिन्छु गाडी होइन स्पष्ट गाडी चाहिँ मलाई थाहा छ यतिकोमा यहाँको माटो कस्तो भनेको यही माटोमा हुर्केको मान्छे कि म मामालाई थाहा छ के अरे मामा फेरि भन्नु त यो बाटोमा यही माटोमा हुर्केको यही माटोमा खेलेको यहाँको माटो कस्तो छ भने मलाई राम्ररी ज्ञान छ यो बाटोमा भाँसिँदैन प्रष्टसँगले यहाँ फस्ने चान्स छैन दादा चाहिँ ड्राइभिङ गर्दै हुन सक्छ कतै तेरो पार्टमा पनि त्यहाँ आयो उठालो जस्तो यो देवराजको भाइ जस्तो छ बालकिस नै यतिको सफा भए त राम्रै हो सडक विभाग हल्का छुएको अवस्था अनि दाहिने दाहिने चाहिँ हल्का छुएको गाडीमा स्क्रैच आएको अवस्था चेक त मेरो साथी रतबाट अध्यक्षले लिएर राम्रो लिएर आएको थियो मेरो गर्लफ्रेन्ड हो कि को होइन रहेछ बढी सुड्डी रहेछ मेरो गर्लफ्रेन्ड देखाइन्छु अहिले तिमीलाई म भने भेट्दैन होला हेलो भाइ मेरो भाषा छ नि त फेरि तिमीहरू नबुझ्ने भाषा है अहिले मात्र बोल्न थाल्छु खुला भाषा पनि होइन अघि बोल्दैन तपाईँ अनि बोलेँ त हल्का दिएँ है रिङ्कीले सुन्दैन नि त्यो भाषाको नाम के हो त्यो भाषाको ठेट नेपाली भाषा भन्नुपर्दा होइन जातीय भाषामा हेर्ने भने मगर भाषा म अहिले म बोल्छु तिमीहरू छक्क पर्छौ बाटो यहीमा पुग्छ अहिले मनोज घर हामी माथि पुगिन्छ होइन त्यहाँबाट 1 घन्टा हिँड्नु पर्छ यहाँबाट धेर पर्दैन तिमीसँग हिँड्दा आधी घन्टा पनि लाग्न सक्ला चप्पल कति छ चप्पल चाहिँ फेर्नुपर्छ है भाउजू मनोजको घर त पुग्नु परेको नि धेरै तल मनोज घरमा जाने कि आफू जाने घरमा नि आफ्नो घर जानु परेको नि त्यहाँ भन्दा के जाने मनोजै घर जाने हो नि त यहाँबाट कठा त अब यो अहिले गर्छ यसले तानी कि अलक्षण लाग्यो यहीँ अब भने त गर्न चाहिँ गर्छ तर यता हाल्नुपर्छ यसले गर्दा तानि नि त मम्मीले यता हाल्नु अलरेडी खाल्नु छ के भने एकचोटि हेर्नु कि तपाईँ थोरै खै म झर्छु ल यहीँबाट हेर्नु नि म कटाइहाल्छु नि कटाउनु त खाल्टोमा त छुन्छ हो कान्छ त्यो डाँडामा चक्का हाल्न सक्दैन सक्छु डाँडामा हातले चक्का डाँडाको यतापट्टि होइन त्यही खाल्टो यताबाट चाहिँ ल उताबाट पल्लोबाट चाहिँ पल्लोबाट छुँदैन पल्लोमा इलो छ नि त उता बिचमा घट्छ यतातिर हाल्न मिल्छ यतातिर हाल्न सक्छ यता चाहिँ गइरहेछ नि त उता छुन्छ ए बाटो बिग्रेको अवस्था गाडी नछिरेको अवस्था पुरै उतै लगाएर पल्लो छेउबाट चक्का लगायो भने चाहिँ अलिक छुँदैन कि यहाँ पनि त्यस्तै हो फेरि उता खत्तै हिलो छ पानी जमिरहेको पानी जमेको होइन नि त यो बिचबाटै कटाउनु भने हो छुँदैन छुइन्छ र अनि यिनीहरूले चाहिँ कसरी लगेको थिएन खै ट्याक्सी त गयो छुएको छ नि त्यो उनीहरूको मुनि पुरै छोएर घाउ भएको हुन्छ क्या गाडीमा खोत्लै खोत्ला त्यही भएर होला हौ यता माथिबाट छुँदैन छुँदैन जस्तो लाग्छ हेर है तलतिर छिर्ला नि त चक्का पनि झर्ला नि चक्का चाहिँ झर्नु भयो नि बरु छुयो भने त प्याक गरौँला कट्ने हो त यो कि गाडीको हो म हेरौँ
त खाल्डोमा फस्छ के खै छोड्दा फाइडमा हेर्छु आनन्दले हिँड्ने हो र हामी चाहिँ अब बास्तोला चोकमा छौँ बास्तोला चोकबाट हामी उभो बुवा आमाहरू धेरै बसेँ क्या म त्यति बेला धेरै नै हेलो हामी यहाँ डाउन ट्रेकिङ टाइप भइरहेको बारी यो सबै यहाँ फल्ने भनेको सब सब हजुर के को रुख हो यो आफै उम्रेका भयङ्कर लाग्ने लगभग होइन होला अझै टाइम छ हल्का झर्छु भन्दै खुट्टा ओभर कामिरहेको अघि मजाले चिप्ले नि त घाँसमा अघि घाँसमा मजाले चिप्ले नि झन् त्यो बाँसको त्यो हुन्छ नि पत्ता हो त्यसमा यति चिप्लिन्छ अनि यहाँ बाटो ल्यायो भने चाहिँ नजिकैबाट बाटो चाहिँ कुन सानो हो घरैसम्म पुग्छ स्कुलसम्म कति कहाँ स्कुलबाट माथि के बोल्छ यो कोही न कोही क्या नि एक नै छैन एक क्या मेरो खुट्टा उयो मर्केर गाई हल्का उयो भएको छ दुखिरहेछ के भन्छ राम ठुलो बाको घर यो ठुलो बा माइलो अङ्कलको घर हो मेरो माइलो अङ्कलको घर हामी सबै भाइ जन्मेको चाहिँ यहाँ कुन यो बाटो टाइपको माथिल्लो घर घरमा देखिन्छ र अब तलतर्फ लाग्दैछौँ अनिललाई फलेकै छैन के खाने बेला वाट्सएप दादा दादा अनि दादा हेर्नु अलिअलि छ एक दुईवटा खोइ कहाँ छ त्यता छ यो घरमा दुईटा तीनटा घोडा पाल्छ घोडा यो घरमा घोडा होइन बन्जर भयो यहाँ घर चाहिँ अम्बक पनि पाकेको छ एउटा उयो देखेँ मैले अम्बक खोइ ओके आई लाइक द्याट देखिसकेको टिनको छेउमा अम्बक देखिसक्यो यसलाई जुम गर्दा मिल्दैन कि क्या हो अम्बक हेर्यो भने यहाँ देखिरहेको छौँ अम्बक यहाँ आएर यहाँ मोबाइलमा हेर मोबाइलमा कहाँनेरि गयो मेरो मोबाइलमा हेर त्यही त मोबाइलमा कहाँनेरि टाउकोमा आमा कसो कस्तो साइकल रहेछ यार त्यो जुम गरेर देखाइरहेको छु काकी सिस्नु चाहिँ यहाँ रहेको छ यसलाई छुनु हुँदैन यो छुयो भने चाहिँ मजा आउँछ अरे मैले छोरा त होइन अन्दै सिगान दलेछ सिगान अब हामी यहाँ अम्बकको स्वाद लिँदैछौँ अन्त कस्तो रहेछ अम्बक यहाँको एक नम्बर अम्बक एक नम्बर है अम्बकले खाने हो ठुलो बा चाहिँ तलतिर जान खोज्दै हुन्छ
अनि अनि राम राम अन्त यहाँ हेर्नु अन्त यहाँ सब भिडियोमा रेकर्ड भएर अब छोड्नु छोड्नु बापरे बाप बापरे बाप हाल 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 जानु त जानुभयो आइहाल्छु त्यो सजिलै अब हेर अनि तान मलाई टेरिका ल है त ल अब अम्बक यहाँ पनि एउटा रहेछ ए कोले खायो ल सबले चाखिमेको केटा फेरि चाखौँ न कहाँ हिँडेको त्यता पानी अन्दाले यहाँ पानी भन्ने पानी पकाइ हुँदैछ हट 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 हामी चाहिँ अब यहाँको पानी खाँदैछौँ स्वाद यो पानीको स्वाद बच्चाहरूले फुल पारेछ नि अरे अनि माथितिर चढ्दैछौँ हामी मासतिरबाट होइन म काटिहाल्छु टिपेको अम्बा यो चाहिँ अम्बा खाँदै जाँदैछौँ ल जाउँ यो त सिनेमेटिकमा पो हान्नुपर्ने यो के रहेछ यो एभोकाडो रहेको छ यहाँ यो त महँगो है यो त यो घर चाहिँ भनेको पछि मैले बनाएको घर हो यो हजुर यो मैले बनाएको घर हजुर मेरो छोरो मात्रै हो हाम्रो परिवारमा हामी जम्मा 4 दाजुभाइ हजुर 3 दिदी बहिनी मध्येमा कसैको पनि यो घरमा जन्म भएन मेरो छोरा अनिलको मात्रै घरमा जन्म भएको हो छोरीको पनि यहाँ होइन उता मामलामा हुँदाखेरि जन्मेका छोरी होइन अरू दाजुहरूका छोराछोरी पनि यो घरमा जन्मेका हामी चाहिँ पहिला सुरु यहाँ माथि अर्को एउटा घर छ त्यहाँ जन्मेकामा हामी मेरो बुवाहरू पनि जन्मेको त्यहीँ हो हामी जन्मेको त्यहीँ त्यसपछि सरेर पछि हामी यता अर्को घरमा गएको थियौँ एउटा सानो घर त्यो पर थियो त्यो घरमा चाहिँ जन्मेको भनेको सानो भान्जा उसको मम्मी त्यहाँ जन्मेको हो र हाम्रा छोराछोरी 4जना दाजुभाइको छोराछोरी कुनै पनि यो घरमा जन्मेनन् एउटा अनिल मात्रै हो जन्मेको यहाँ लक्की नि भन्नुपर्छ होइन नयाँ घर 52 सालमा बनाएको मैले बनाएको व्यक्तिगत मेरो लगानी बनाएको घर हो यो त्यसपछि अब पछि यहाँबाट चाहिँ अब त्यस्तै हो अलिकति ठुलो परिवार भएपछि अब छुट्टा भिन्न हुनुपर्ने रहेछ त्यसरी हामी चाहिँ छुट्टा भिन्न भएर मैले माथि जाने मेरो कान्छो काका यो अहिले जुन फोटोग्राफ गर्दैछ भाइ उसको हजुरबुवा परेको घर छ त्यो घर किनेर त्यहाँ बसेका थियौँ हामी र खास चाहिँ भनेको हाम्रो मूल घर यही हो अहिले पनि हाम्रै छ यो बिक्री अरू चाहिँ हामीले बिक्री गरिसकेका छौँ अरू घरहरू भएका चाहिँ जग्गा चाहिँ र यता यो परतिर देखाउँदा त यो पर यो सानो भैँसी बाँधेको घरभन्दा उतापट्टि भत्किएको घर छ त्यहाँनिर मेरो दाजु जेठो दाजु स्वर्गीय शिव लामी खानेको घर त्यहाँ थियो अहिले त भत्किएछ त्यतापट्टि देखिएका ती हरिया ठुल्ठुला रुखहरू ती सबै मेरो दाजु लगाएको नि दानामा भन्छ रुख राजसे भन्छ त्यसलाई मेरो दाजुले लगाएका रुख हुन् दाजु एकदम रुखप्रति उहाँको एकदम थियो र यो नेरी देखेको यो गाँसीलाई स्याउपाती भन्छन् यसलाई यो पल्लो ठुलो त्यो ठुलो यो भन्दा त्यो फुलेको छ नि मुनि भएको फल्ने स्याउ जस्तो बढ्छ त्यो स्याउपाती भन्छ यत्रो त दाना फल्छ सितो फल्छ त्यो चाहिँ मैले रोपेको मैले ल्याएर सानो बिरुवा ल्याएर रोपेको थिएँ त्यहाँ त्यत्रो भएछ लगभग यता तलतिर यो मकै टाइप हो यो मकै हो यो बोडी भन्छ यसलाई हजुर हिउँदे मकै भन्छ यसलाई यहाँ चाहिँ यो सबै बारी हाम्रै हो यता देखिएको नि सबै यो घर चाहिँ यो भित्रको यो पनि हो हाम्रो यो बाँसगाडीहरू देखिएको हजुर यो सबै हाम्रो हो र यो घर होइन यो मुनिको बारी हो त्यो परसम्म देखिन्छ उतापट्टि छ एउटा घर देखिन्छ अलिअलि हरियो त्यो त यो होइन हजुर त्योभन्दा माथितिरको पल्लो कुनासम्म पर्छ हाम्रै बारी हो त्यो चाहिँ अहिले हाम्रो संयुक्त सबैको चाहिँ स्वामित्वमा छ हामीले अहिले यहाँबाट काम आउँदैछौँ ल यहाँबाट राम्रो आउँदैछ एउटा फोटो पनि खिच्नुपर्छ यहाँनिर ल सबजना है त त्यसलाई यो कहाँ कहाँ फोटो थाहा छ अहिलेसम्म भन्नु त टोइलेट जान त्यति हो अझै हामी यहाँबाट यता हुँदै माथि जानुपर्छ धेरै छ पैदल हिँड्ने गाडी चाहिँ घरसम्मै आउने रहेछ तर डर लाग्यो हामीले ल्याउन डर लाग्यो
1 मिस गेम फिनिस टाइपको हो र हामीले गाडी ल्याएनौँ अनुभव भयो अब आउँछ खेलको मजा हेर्नु त नि यार 85 फिट माथि लास्टमा यस्तो फास्ट देखो राम्रो खतरा रहेछ भनेको हेलो हेलो हाय 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 ठिक छ नि ल भाउजू अघि त स्पिड हिँड्दै हुन्थ्यो त अहिले एनर्जी सकियो पसिनाले त उपर गाह्रो भए पनि अब छिटो हो यो बाटो हो त्यहाँबाट लेफ्ट दाग फरेको त हुन्थ्यो नि मुलाले भरे भिडियो 50 घण्टा लाग्यो बाटो देख्दैन स्टेरिङमा अब हेर्छ पुरै अघि कहाँबाट आएको त्यहीँबाट जा फङ्की पन्साउँदै अब यहाँ ओभर छिट्न सक्छु यो कोरो के पाहाडे पाराले हेर्न हात हेर्न हात दाजु पखिने गइल ओइ हामी हिँड्दैछौँ सगरमाथा चढ्नलाई धेरै मागा भयो कानो मिजा कोने इली engau miza agari nung cho engau miza ise engau bhayo miza कान्छा काका आउँछ नि ए उ हजुर भा यस्तो ठाउँ हामी यहाँ चढिरहेको छौँ अनिल दाइ वहाँ पर पुगिसक्नु भएको छ र हामी पसिनाले खलखली यहाँ भोजपुरमा पसिनाले यहाँ मारेको छ चढ्दा चढ्दा स्यास्या कहाँ आइपुग्यो मनोजाईको खेत आइपुग्न आँट्यो यस्तो साँघुरो बाटोमा यता देखा लौ परमेश्वर टीका पुछेर दायाँ यसको तिकै सास गनाको तेरी मागा पोवाडुङ्गा गाउँपालिका दुम्बा दुम्बा दुम्मा दुम्मा सरी फर द मिस्टेक्स यो के हैन त खाल्डो खाल्डोमा खाल्डो ल त्यत्रो खाल्डो रहेछ नि त्यही भयो हामी तिबारी भन्ज्याङको साबुङ भन्ने ठाउँमा पुग्यौँ अब यहाँबाट हामी माथि जाँदैछौँ अब यहाँ यो ठाउँबाट 10 मिनेटमा हामी तिबारी भन्ज्याङ पुग्नेछौँ तिबारी भन्ज्याङ आइपुग्न लागेका छौँ आज हाम्रो यात्रा यहीसम्म हुनेछ तिवारी भन्ज्याङ आइपुग्यौँ हेर्नुहोस् बोट अब तिबारी भन्ज्याङ आइपुग्यौँ हाम्रो यात्रा आज यहीसम्म मात्रै हुनेछ हाम्रो यात्रा आज यहीसम्म हुनेछ यहाँबाट अब अलिक अगाडि गएपछि समाप्त भएर हिँड्नु पर्ने छ दोकान कुन हुनेछ गाडी छ उ त बसेर नेर अलि बसेर राखौँ नि हेर्नुहोस् फर्सी ल हामी चाहिँ तिवारी भन्ज्याङ भन्ने ठाउँमा आइपुग्यौँ आज अब हाम्रो यात्रा चाहिँ आज यहीँसम्म लगभग हुनेछ गाडीको बाटो चाहिँ अब यहाँ तलतिर जानुपर्ने छ हामी गाडी जाँदैन त्यहाँ त्यसले गर्दाखेरि अब गाडी यहीँ राखेर हामी पैदल यात्रा गर्नेछौँ तिवारी भन्ज्याङको व्यापारी यहाँको शुद्ध अर्ग्यानिक अकबरे खोर्सानी कागती राखेको छ यहाँ बिक्री गर्नलाई राखेको छ यहाँ चाहिँ रामबेल भन्ने चिजहरू यहाँ यसरी राखेको छ
च्याङ्रे पोखरीको झोलुङ्गे पुल हामी जाँदैछौँ। ल यहाँको पुल चाहिँ यो चाहिँ यसो पर्यटकको लागि चाहिँ आकर्षक लागि बनाएको हो। यो खास चाहिँ मान्छे खासै आवत जावत गर्नलाई चाहिँ होइन, पर्यटकहरूलाई यहाँबाट हेरेर चट्ट यता पोखरी यता हेर्नको लागि बनाइएको हो यो खास गरी। ल यस्तो छ यहाँनिरको पोगदुममा 3 च्याङ्रे पोखरी भन्ने ठाउँ चाहिँ यही हो। यता पारिपट्टि देखेको ग्यापु त्यो कुरो लाग्यो। यहाँ तल चाहिँ फुटबल ग्राउन्ड बनाएको लाग्यो भनेको छ, फुटबल ग्राउन्ड खेल्नु लाग्ला। ल हेर्नुहोस् पञ्चकन्या उच्च मावि त्यहाँनिर छ। च्याङ्रे पोखरी यता देखियो यी यस्तो दामी पोखरी छ कि सट्ट आकार, पोखरीको आकार कस्तो दामी छ। डाँडा काँडा यता यस्तो राम्रो छ। नचाहिँ एसीमा बसेको छ, यस्तो राम्रो ठन्डा मौसम, गर्मी पनि होइन जाडो पनि होइन, कति राम्रो मौसम। यो मौसममा सदाबार बस्न पाउँदा यहाँका मान्छेहरूलाई कमसेकम 50% रोगले चाहिँ कहिले पनि यहाँको वातावरणले गर्दा रोगबाट मुक्त छन्। यहाँका मान्छेहरूले खासै दरबन बिरामी भएर औषधि उपचार गर्नु परेको हुँदैन। यहीँको वातावरण यहाँको मौसमले चाहिँ उहाँहरूलाई ठिक गर्छ। यस्तो ठाउँ छ।